ल के छ कोको बासी टिम बनाउनु ल रबिन दाइ र म टिम बना मनला भोलि छोरा बना मनला फट जेसा मेरोमा त कोही छैन है तपाईबाट यही अपेक्षा थियो मलाई धन्यवाद मैले भने एउटा छोरा छ फेरि अर्को छोरी बनाउनु पर्यो भन्ला बहिनीले भन्दा ल ल अब आज डन र म भोट जेसा र आब्रे ल उठे दिदी अब पहिलादेखि नै अब यहाँ रेडी भएर बस्नु है पनिशमेन्ट गर्न ल इतना वाला न गुस्सा यार लाइक से गरे ल ल ल ल ल त्यसो भए जेसा ए फेरि डन र आब्रे खेल्दिनु हुँदैन हाब्रेसँग त म बस्दैन ल तिमीले जेसा र आब्रे ल ल जेसा हामी हार्छौँ यार बिचा हाब्रेलाई कति हेप्छन् मान्छेले त्यो अब 4-5 दिन त अनि फिलिपिन्स हेराउ नेपाल आइहाल्छ नि यसलाई माया गरेर अस्ति नैतिर कसैसँग राख्दैन भनेर मसँग राखेको यो पुलपुले मायाले पुलपुलाएर मलाई कसरी ठोकेको थियो यसले भनेपछि ठिक छैन के भने मैले ठोक्नेसँगै कुरा लाइभमा नगर ल छ्या छ्या बहिनी फेरि जेसा फेरि रुबिनजीको उछिटेर पोखरा काठमाडौँमा आइपुग्यो भने अनि के गर्नु जेसा ल्यान्डिङ लक्ष्मी कलेक्सन पार्टी लिएर थाप्नु पर्ला लक्ष्मी कलेक्सन भाडामा भाड माफिया जेसा यहाँको लुटो हेर्नु कस्तो तल झरेको है ओठे यार प्लिज यार स्टप दिस यार जेसा अब हामी हार्छौँ होइन साथीहरू सबैजना अब मजाक सक्यो है अब गेमतिर पनिसमेन्ट डिल गर न त ल भनौँ न त हामी हार्ने पक्ष प्लास्टमा भन्छौँ र पनिसमेन्ट भन्नु दाइ तिमी देऊ न धेरै भयो नदेको तिमीले एक पनिसमेन्ट लसुन मड्याङ चपाउने स्पिड च्यालेन्ज नआएसम्म रस निकाल्ने त्यसको यहाँबाट तर रस निकाल्ने के गर्नु त्यही बाँकी छ पानी आउनु पर्यो बाँकी छ सेकेन्ड नम्बरको पनिसमेन्ट बोतल झार्ने जेसा मेरो त आइरहेछ यो पनिसमेन्ट सुनेर आएको होला पक्कै पनि अब ल थर्ड नम्बरको पनिसमेन्ट के दिने थर्ड नम्बरको पनिसमेन्ट दाइ यत्रै टोयलेट जाने हक्ने पोजिसनमा बस्दिने अनि कडा देऊ न कति एउटै मात्र गरेको यार अनि तपाईले सुरुमै कडा हुन्छ हुन्न नत्र थर्ड पनिसमेन्ट खुर्सानी चपाएर मुखमा पट्टी बाँधेर राख्न त ऊ भइसक्यो के खुर्सानी सोर्सानी भइसक्यो फर्स्ट पनिसमेन्ट प्याज खाने तपाईहरु निल्ने पनि निल्ने त ननिल्ने खाने सेकेन्ड पनिसमेन्ट बोतल झारौँ न त के छ गोल हान्ने झार्ने के हैन ओ त्यो पछाडीबाट गोल हान्ने के यसपालि पछाडीबाट मजा आएन यार अस्ति कस्तो भनेको जेसा पछाडीबाट गोल हान्ने थर्ड पनिसमेन्ट पछाडीबाट थर्ड पनिसमेन्ट कसरी यसरी ओइ कसरी मलाई थाहा थर्ड पनिसमेन्ट त्यही हो टोयलेट वाला सिन ल पनिसमेन्ट 15,000 पारे ल
गाइस सबैजना डबल ट्याप लाइभ शेयर है अब ल साथीहरु दादा गाइस सबजना डबल ट्याप गाइस ल लाइभ शेयर गाइस लाइभ शेयर ल गाइस सबैजना गाइस डबल ट्याप लाइभ शेयर गाइस ल सबजना मिलेर डबल कुसुम डान्सर किङ थ्यांक यू सो मच एभ्रीथिङ थ्यांक यू सो मच थ्यांक यू तामाङ भाइ Bro, you have received सुन अबको पनिशमेन्ट स्पिड च्यालेन्ज नआएसम्म स्कोर अनुसारको खुर्सानी मुखमा राखेर पट्टी बान्ने सुन अब पनिशमेन्ट कडा हुनुपर्छ अब माहौल तात्यो 30,000 कटे पनि सावर हुनुपर्छ के नम्बर सुन है मेरो माइत त भिखारी छ यार सावरै छैन सावर त 50,000 मा राख्ने आज भनिदिइहाल्नु कडा कडा भएपछि त 50,000 मा पो सावर हान्ने त लास्ट 50,000 आइदिएर रे के लास्ट अब सावर 50,000 मा गर्ने 50,000 अति होला तिमी नुहाको हेर्नको लागि कसैलाई कोइन सस्तो भएको छैन यार आयो भने गर्ने नत्र नगर्ने को गर्छ यस्तो जाडोमा अनि यार तिम्रो न हेर्नको लागि 50,000 कोइन कसले फाल्छ यहाँ फाल्ने फाल्छ फाल्ने टोयलेट हो कि क्या टोयलेटमा राख्नु टोयलेट सिट हो यो हिजो यही बोकेर बाटोमा हिँड्दै थिएँ कुन चाहिँले भिडियो गरेर ए ल म्यादी पुलिसको फर्म भरेर आएर यसलाई मैले नि हेरेँ त्यो फरियोमै कुदिरहेछ मेरो हिँडाइ पनि मरद छ यार ल ल ल अबको डिल गरौँ ल डिल गरौँ सेकेन्ड नम्बरको पनिसमेन्ट बाटामा हाम फाल्ने बाटो छैन है बाटो नदे बाटाको पनिसमेन्ट कच्चा खेलाडी के गेममा लेको यार कच्चा खेलाडी तेल छ पागल 50 सेन्टिमिटर थुत्नु मात्र छ यार ओके सेकेन्ड नम्बरको पनिसमेन्ट लसुनलाई मजाले मुरुक मुरुक चपाएर दुईटा आँखामा राखेर पट्टी बान्ने स्पिड च्यालेन्ज नआएसम्म ओके थर्ड नम्बरको पनिसमेन्ट कति 50 के क्रस भएपछि रेस्ट सावर हो 50,000 हुन्न 50,000 कोही सावर हुन्छ पागल मान्छेलाई कोइन सस्तो भयो ए हामीलाई चाहिँ यो जाडोमा आएर बिरामी हुन सस्तो भयो 40,000 पनि 40,000 पनि 40,000 ल 40,000 ल अनि थर्ड नम्बरको पनिसमेन्ट खुर्सानी मजाले गिलो बनाएर त्यसमा दुईटै खुर्सानीको भयो क्या एउटा डिफरेन्ट देऊ न दुईटै खुर्सानी भयो त नि एउटा मुखमा एउटा ढाडमा हुन्छ नि त ए ल थर्ड नम्बरको पनिसमेन्ट बोतल झार्ने अहिले कुन गर्छ नि उले अहिले कुन गर्ने फर्स्ट पनिसमेन्ट सिलिन्डर राख्ने के यसरी यहाँ कानमा म त तलमाथि यसो गर्न सक्दिनँ कि त्यही भएर राख्ने ल राख्ने सेकेन्ड पनिसमेन्ट त्यही खुर्सानी चबाउने थर्डमा के चबाउने भनेको थियो अरे प्याज चपाएर आँखामा राख्ने प्याज चपाएर हो प्याज लसुन आँखामा राख्ने भने चाहिँ त दुई मैले लसुन भनेको के अरे प्याज भनेको छु ल प्याज चपाएर अहिले लसुन भनेको थिएछ अहिले भर्खर प्याज भन्छस् त ओए गाइस मैले लसुन भनेको हो लसुन भने हो ओठिन तर रिस नउठाइ मलाई फेरि रिस उठ्न थालिसक्यो मलाई यो रबिन दाइको मात्र जहिले उ आउने कि यार यो रबिन दाइको बा मात्र जहिले पनि उ आउँछ भने अनि इन्जिन देखाउनु हुन्न क्या होला कसो रिस्ट्रिक्सन आउँछ जानु ब्याक भएर फेरि लाइभ आउनु अब तपाईँ हो यत्रो मान्छे ग्राफ गर्न गाउनु चाहिँ यति खेल्ने हो गाइस पिओ एसै पोइज लाग्यो साच्ची दाइ म त हाब्रेको ओठ नापा भनेर इन्जिन निकालेको थिएँ के गाइस कमेन्टमा POSITIB पोजिटिभ
लाइभ इन गरेर आउनु क्या अब भ्युअर्स घट्छ सबै हाम्रो आइडीलाई पनि असर पर्छ त्यही भएर अस्ति भोटेनीसँग गेम खेल्दा त्यही भएर मेरो आइडी गएको अब यत्रो मान्छे ग्राब गर्न गाह्रो हुन्छ फेरि यार ग्राब रे आइडी ब्यान्ड भयो भने त्यसपछि ग्राब गर्नु तपाईँ त्यत्रो मिलियन आइडी भएको होइन होला यार Your life contains themes that some may find uncovered has been restricted. Violence and नबोल्नु के त्यो नबोलेको खासमा मैले इन्सिडेन्ट निकालेको तिमी थुथु नाप्न लाग्यो के नाप्नु अब मजाले पोखराको बजार हराइसक्यो मेरो, हराइसक्यो, खेला हराइसक्यो। ल तपाईहरुको पनि ल त्यो के रे सिलिन्डर राख्ने अनि सेकेन्डमा त्यो खुर्चनी राख्नु थर्डमा प्याज चबाउने ल के गर्नु के किन्न बस्नु हो र टोयलेट जान्न म अब भाग्न ला 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 ओ यार टोयलेट त के बित्ति गर्न आएको है अच्छा माथि हुनु पर्यो नि त त्यो त माथि हुनु पर्यो नि त त्यो छोपिया छ त्यो माथि बसेर अग्नि बजा बसा बहिनी छ्या त्यस्तो सिटमा नि त्यसरी बस्नु पर्ने है तेरीका ओठेले के गर्छ गाना चपाउँछु एक्टिङ गरेर बस्छ Feel about Hola, bye. Guys, tiba pela sama usam. Hah? Nul tulai ko hagai. Honeymoon mana ni dalam honeymoon mana? Guys, 19 जनाले तल माथि गरेर गाइस ल 19 जना गाइस 19 जनाले गाइस ल 19 जनाले गाइस 1 गाइस ल 19 जनाले गाइस ओए गाइस Thank you so much. गाइड कमेन्टमा स्वीट हार्ट को नाममा खुदा गराऊ स्वीट हार्ट को नाममा खुदा एकपल्ट सबैले फलो गर्नुहोस् फलो गर्नुहोस् प्लिज हजुर न मेरो बुस्टर बोकेर बस्नु भएको के चीटिंग करता है तू चीटिंग गाइस यार डबल टैप लाइक शेयर गाइस यार के भएको यार तेरा थोपा तक के पनि पनौती लाग्यो हरा कसको पनौती लाग्यो गाइस यार बुस्टिङ हालम ला लास्ट 30 सेकेन्डमा गाइस लास्ट 30 सेकेन्डमा बुस्टिङ हालेर के गर्नु प्लेयरमा प्ले पनि पैसा होता है रोबिन दाइ गोबर रोबिन दाइ के हो नि यार कमेन्टमा त रोहानी र टुलुको बिहे हुन लाग्छ भन्छ त आई मार म त कता जन्ती जानी हामी यहाँ कता जन्ती जानी पर्यो ए भएन यार थ्यांक यू स्वीटर धन्यवाद प्रधान दीपक भुसाल थ्यांक यू हिजो हाम्रो आउँदा त रविन दाइ भागेको हैन अझ अहिले चाहिँ भएन रे कसम पक्नु तपाईले मैले कहाँ भागेमा हिजो चाहिँ तपाई जानु भएन हैन भनेर अझ आज चाहिँ ठुलो पक्नु न तपाईलाई ल च्यालेन्ज गर न कडा च्यालेन्ज गर लु हिजो हाम्रो आउँदा त कडा च्यालेन्ज गरेन त नि आज आफ्नो आउँदा त कडा च्यालेन्ज रे अझ हिजो ओठे मसँग थिए आउने बेलामा बित्तिकै चाक देखाइन्छ अनि पनौती लाग्छ अनि जब ओठे हामीसँग थियो अनि यहाँ आउने बित्तिकै पुठो हल्लाइन्छ
मैले नै अघि हल्लाएको हो बहिनी तिम्रो छैन न हल्ला यार ए नै बिउ कटिसक्यो यार ल अब डिल गरौँ छिटो छिटो अलिक पढाउनु पर्यो एक पनिसमेन्ट स्याम्पू यति स्याम्पू मुखमा हाल्ने सेकेन्ड नम्बरको पनिसमेन्ट स्कोर अनुसार के अरे खुर्सानी चपाएर मुखमा राख्ने पट्टी बाँधेर थर्ड नम्बरको पनिसमेन्ट लसुन प्याजलाई मजाले चपाएर दुईटा आँखामा राखेर पट्टी बाँध्ने अघि पनि तैँले खुर्सानी दिएको मैले खुर्सानी गर्दैछु अहिले 10 चोटि कति खुर्सानी दिएको ए गर्छु त अप्सनमा हुन्छ बहिनी अनि थर्ड पनि प्याजलाई मजाले मुरुक चपाएर यहाँ आँखा दुईटामा राखेर पट्टी बाँध वेलकम देता एक गेम त कसो नजित्ला यार जा फर्स्ट पनिसमेन्ट स्याम्पू राख्ने होइन त्यो लुगा धुँदाखेरि फर्स्टमा त्यो हाल्छ त सरफ राख्ने बुकमा सेकेन्ड अब जित लागि नजित्ला अब के गर्नु सेकेन्ड पनिसमेन्ट मुखमा प्याज मुख चबाएर आँखामा पट्टी लाउने थर्ड पनिसमेन्ट मुखमा के अरे जति स्कोर आउँछ त्यही अनुसारको खुर्सानी चबाउने धन्यवाद कतिवटा खुर्सानी 20,000 मा कतिवटा खुर्सानी हुन्छ त 8वटा के भयो त्यहाँ चाहिँ सगमा कोही लडाइ क्या ओ यार आज त बोतल त यत्रो ठुलो छ त यार मर्दिन म बोतल झार्नु लाग्यो किन जाने बोतल झारे थियो हैन थर्डमा बोतल पनि हैन यो बोतल हैन यो नौला दुलाई भर्खर बिहा गरेको मान्छे तर बोतल नखसाला मलाई भन्छु के बहिनी म त सबै ड्यामेज गरेपछि श्रीमानलाई के राख्दिने हौ बोतल झार्ने भन्छ यार भर्खर बिहा भएको छ यसो हनीमुन मनाउने जाने घुम्ने यार के यार बोतल राखेपछि श्रीमानले के पाउने हौ श्रीमान पहिले जाने हो गाइस लाइभ शेयर गाइस लाइभ शेयर आनम गाइस लाइभ शेयर आनम गाइस डबल ट्याप लाइभ शेयर है म त अब सब पनि भएन डबल ट्याप पनि भएन साथीहरु माका पनिसमेन्ट के थियो रे प्याज चपाएर आँखामा राख्ने अनि त्यसपछि खुर्सानी स्कोर अनुसार थर्ड पनिसमेन्ट तिमीहरुको के हो थर्ड पनिसमेन्ट अहिले एकछिनमा सोधे भइहाल्यो नि 10 चोटि 20 त स्कोर आको 10 चोटि धार्नु लाउनु आया माछले बिहा हुन पाएको छैन बहिनीको परिवार नियोजन भयो यार सुहागरात भएको छैन परिवार नियोजन भइसक्यो यार टिकटक गन्दगी टिकटकमा मान्छे घर पनि बसाएको छ घर पर बिगार्ने भयो यार बिचरा भर्खर बिहा गरेको चेली यार भर्खर बिहा गरेको चेली गाइज जसले मिडियामा अहिलेसम्म हनीमुन भएन भन्ने हिँड्छ बहिनीले अहिलेसम्म यहाँ पाठेकर चेन्ज्याट गाइज डबल टप पेलाएर रप्पा यो देख्नुभन्दा पहिला सानीमा बोलीको अड्केर किन गइनु यहाँ माथि राना ना राना ना 5 Hola, cabrón. 6 Hello. Crowd triple let's गेम खासै च्यालेन्जिङ भएन यार डबल ट्याप लाइभ सुरु गर्नु गेम च्यालेन्जिङ भएन के छ यार 16 जना गाइस 16 जना गाइस भएन केटा त अहिले फलो गर मेरा मित्रहरु गाइस वन अन एभ्रीथिङ वन अन गाइस ल भनेको च्यालेन्ज लियो यार अलिकति मोत गरम न के भयो यार ल आउनु त तपाई मसँग बस्नु यिनीहरु दुईजनालाई सँगै राख्दिम आज
ल ल ल पछि रबिन दाइ त्यसै जान्छु भन्छ यार मलाई थाहा छ होइन कि त्यसो भन्दा पनि यहाँ यार हिजो अस्ति च्यालेन्जिङ भएन कि हिजो अस्ति यस्तो यार त्यही भएर सिंगल खेल्नुपर्छ क्या ग्रुपमा खेल्यो भने हुन्छ ग्रुपमा च्यालेन्ज हुन्थ्यो तर अलिकति अप्ठ्यारो अलिकति हार्ड अलिकति कडा अलिकति हार्ड गर्न सक्यो अलिकति दिम न यार यसो हुन्छ नि यार सधैँ खुर्सानी मुखमा त्यही बगाई यार के भयो यार सबै बच्चा खेले जस्तो भयो के टोयलेटमा गएर बस्ने रे टोयलेटमा गएर बस्ने रे के गर्ने पाउनै म जान्छु एकचोटि उसको श्रीमान रोइरहेछ रे के बिचरा किन खोइ थाहा छैन मलाई नि त्यही भन्छ बिहा गरेर पनि श्रीमती रुनी होइन र बहिनी वाट्स गोइङ अन हियर कस्तो खतरा ओइ सुन्नु न रविन्द्र होइन घरमा बसे पुँजीको समस्या विदेश गयो विदेश गयो के अरे भन्न विदेश गयो के अरे विदेश गयो के अरे के नि ग्यास च्याप्टा त्यो जालीवाला कटुलाको भित्र पसे गरेर तानी पागलाई तेरी भाइ मसला बनाउने छ दुर्मुस प्लिज बस्नु न तपाईँको नयाँ आइडी पनि रहेछ होइन प्लिज तपाईँ कलाकार जस्तो मान्छे आउनुभएको छ मेरो लाइफमा होइन तपाईँलाई बिग रेस्पेक्ट होइन प्लिज मलाई पनि माया देखाइदिनु ल यहाँनिर म्याच हुन लागिरहेछ नजानु न ल तपाईँको नयाँ आइडी रहेछ ग्रो पनि हुन्छ गिफ्टलाई जबरजस्ती बसाल्ने किन यार दिनु न ल नयाँ आइडी को खेल्ने छिटो गर्ने ल को खेल्यो ल सबैजना तपाईहरु दुईजना को बिबार बसेर प्रबिन पर्बिन ल म त सानो मान्छे हो म त जता बस्दा पनि हुन्छ सेरिन त हुन्न यार रिजेक्ट गरेर गर्नुभयो मलाई रुबिनले ल रुबिनजीको चोइस गरौँ न त किनभने भोटिनी र बिपना बलियो छ नि पागल हामी भन्दा बलियो यो मगर नि हो चाहिएको छ रङ यसको दादागिरी चलिरहेछ 1 महिना जति देखिबाट बनाउनु हरे ग्यालेरी फुल छ होइन हावा पुरा नगर बिबना ग्यालेरी फुल छ कसको होइन छैन होइन मेरो ग्यालेरी अहिलेसम्म मेरो 18 ग्यालेरी साइडमा कति स्कुल दिए रे लक्ष्मी कलेक्सन दिए सुन्नु त केही सुनेन नि गाइस खै आइरा थियो मलाई ट्रकको आवाज फुस्केला भनेको पुरा फुस्केर रहेछ आवाज ल डिल गरौँ यार ओ रोबिन सिंह हात नधोइ कि नाइ छी पागल मैले कसरी धुन्छु र आफ्नै हात हो हात त यो केटा मान्छेको जस्तो होइन नि हामी केटी मान्छेको के चलाउनै पर्दैन छी पागल अनि त्यही भएर सिकाएकै नधोइकिन ल डिल गरौँ प्लिज यार डिल गर ल पहिलो पनिसमेन्ट कटु छ्यात्नी बिबनाले लक्ष्मी कलेक्सन दाइवाला कटु छ्यात्नी बिबनाले लक्ष्मी कलेक्सन दाइवाला कटु छ्यात्नी बिबनाले मैले चाहिँ कुन एउटा नलगाइकन राखेको किन कटु छ्यात्नी ओ त नलाइकन आहारे त नि नागे आछेस ना सुरुमा लाछु वेलकम डट अरे त्यो कटु बनाउने दिला भोटिनी हामीलाई नि त्यस्तै दिन्छ त्यस्तो कटु सटु चाहिँ नदिउँ न प्रकाश त्यस्तो कटु नदेन मगर्नेको त कटु फेरि यत्रो हुन्छ क्या त्यही भएर लाज हुन्छ क्या होइन क्या बरु टी सर्टहरू बरु भयो भने होइन त्यो तर अब जाडो छ
त्यो भिडियो होइन नि यत्रो कट्टु के यत्रो ओइ चुप ल डिलिट गर मिडियम च्यातेले भिडियोमा देखेर मात्रै रियलमा म मिडियममा हो ल डिलिट गरौँ न यार थ्याङ्क यू मेम्बरशिप प्रकाश दोस्रो के हो दोस्रो पनिसमेन्ट नि के दिपेन भन्छ दिपेन म होइन दिपेन त दामी दिपेन बिचरा म हो पागल कस्तो कुरो शेरले तिमी हो रबिन दाइ र मरे सेन त दोस्रो अनि पहिले सुरुमा त हल्का लाइट खालको दिने होला नि दोस्रो त्यही ल सुरुको के भन्छ गोल हाल्ने दोस्रो अप्सन पनिसमेन्ट दुईटा कुर्सी लाउने यसरी यहाँ बस्ने यहाँ बोतल झुन्डाउने अगाडि अनि डङ लगाउँछु डोरी घाँटीमा डोरी बोतल राखेको भन्दैछ बोतलले कि घन्टा गरो एउटा त ढङ्गको त्यो हामीले पनि गर्न सकिन्थ्यो यार अनि म त केही छैन मेरो त केही छैन कि रबिन दाइलाई चाहिँ पिर पर्छ नि त छोरी पाल्नु छ भोलि नि तेस्रो पनिसमेन्ट के दिने गाइस अब 5 लाख भाडा कुरा लाउने करेन्ट लास्ट गर्ने ल बिपन हामी के दिउँ हामीले के दिउँ तिमीहरू पनि कुर्सीमा बस्ने सिलिन्डर घाँटीमा झुन्डाउने अनि यसरी हल्लाउने दायाँ बायाँ तँ त सक्दैन हौ तँ त भारी हुन्छ सक्दैन अरू अप्सन दिन्छु नि त हामी ल लाइट खालको पनि दिएन सुरुको त अहिले ज्ञान जम्दै गएपछि के भन्छ हाड दिने हो कति बोलेकी छ ल देऊ बिपना अनि अर्को त भित्तामा गएर छिप्केले डान्स होइन अब टोयलेटमा गएर छिप्केले डान्स हान्न दोस्रो पनिसमेन्ट त्यही हो तेस्रो पनिसमेन्ट तपाईँ दिनु नि त जाडोमा यत्रो जे पर्छ बाटा कहाँ राखेर उ गरे गरम एउटा खुट्टाले ओर्दोर गर्नु स्पिड चाल्नसम्म हुन्छ कि नै के राखेर बाटा एक बाल्टी बाटामा एक बाल्टी पानी काँधमा बोकेर ओर्दोर गर्ने एउटा खुट्टाले खुचुङ पानी ज्यानमा खस्छ बल्ल खान्छ मजा आउँछ अनि बल्ल माहौल तात्छ तिमीहरूलाई आच्छ भएपछि बल्ल उताकोले च्यालेन्ज गर्छन् बल्ल माहौल तात्छ ल पनिसमेन्ट कति हाम्रो तीनटा अप्सन के पनिसमेन्ट कतिमा 15,000 ल सुरुमा 15,000 च्यालेन्जिङ भयो भने फेरि विचार हुन्छ अहिले ल चन्द्रजी पानी फोर्टीके सावर गर्नु पर्ने कति हजार रे 40,000 लगेर 40,000 आइदियो हाम्रो झुकेर 40,000 स्कोर आयो भने सिधै सावर यताउति नरिकन सिधै सावर यो जाडोमा नुहाउनु कडा छ कडा लो अब सब ठीक छ क्लियर छ कडा लाइभ सेरा कैसे क्या के महिना तिमीहरु चाँडै बुढी हुने भयो लास्ट गेम हैन यो लास्ट गेम भन्ने के गरेर खेल्छ नभए खेल्ने हो हैन म त भयो अगाडि तिमी पनि शेरिन त बुझे देखि के छ रमाइलो भयो खेल्ने हो भोलि नै खेल्ने कि जाने ओस जाने अब आँखा पोलेर मनाउने नुनले खेल्ने हो त लास्ट गेम नुनले हात पोल्छ पागल नुनले आँखा पोल्छ बरु मलाई चाहिँ उसरी यहाँ सबै घाँटी पोलिसकेको मर्न आँटिसकेको छिटो न भनेको म जान्छु यार बरु मलाई बरु खेल्दिन नि लास्ट गेम भन्नु भएन जाऊ त्यसमा जाऊ मनी गयो त्यसमा नुहाउँदै बस्छ हाट